हजुरहरूले साथ सपोर्ट गरिदिनु भयो भने जस डेली भिडियो बनाउने जोस जाँगर आउँछ हजुर एकदम भित्रबाट है। त्यसैले हाई वाट्सअप एभ्रिवान, हजुर सबैजनालाई स्वागत छ मेरो ब्लगमा। आज भने म छुट्टै गेममा छु। आजको गेम मेरो ड्रागन कोस्टर भन्ने हो। यसको चाहिँ म ड्राइभर एभ्रिडे चेन्ज भइराखेको हुन्छ। आज चाहिँ ड्रागन कोस्टरमा छु र तपाईँहरूलाई म देखाउँछु हैन। किप वाचिङ है त। आजको मेरो राइड यो हो ड्रागन कोस्टर। यसको पट्री हेर्नुहोस्, पट्री यस्तो छ। यस्तो प्याकिङहरू चेक गर्नुपर्ने हुन्छ एभ्रिवान। हेर्नुहोस् कतिको लुज छ, कतिको हल्लिरहेछ, त्यो चेक गरेर चाहिँ हामीले फिक्स गर्नुपर्ने हुन्छ। त्योपट्टिसम्म खुल्ला रहेछ होइन, बन्द हाल्नु पऱ्यो। छेउतिर चेक गरौँ। हाम्रो चेकिङ यही हुन्छ सुरुमा। चेक गरिरहेछ। र त्यो राइड चाहिँ कस्तो छ भन्दाखेरि म तपाईँहरूलाई देखाउँछु है त। यस्तो छ, लामो छ। यस्तो छ हेर्नुहोस्, सर त्यहाँ घुम्छ, त्यहाँ सर घुमेर फेरि ट्र्याकमै ल्याएर राख्नुपर्ने हुन्छ। अनि आज मैले चलाउने गेम चाहिँ यही नै हो। फेरि लामो छ होइन, त्यसको पट्री त्यहाँ हो। तपाईँलाई म चलाएर पनि देखाउँछु। अनि त्यसको कन्ट्रोल प्यानल यहाँ छ। अब हामी यसलाई लक अनलक स्टार्ट। यस्तै छ है त ड्राइभर। ड्रैगन कोस्टर, ये देख लीजिएगा नज़ारा। 4 बजे भन्दा अगाडि हो, पार्क ओपन हुनुभन्दा अगाडि। घाम त्यहाँ माथि छ। मौसम सुहाना।
त्यहाँनिर चाहिँ प्रोग्राम भइरहेछ, अरबी कन्सर्ट भइरहेछ, सबै मान्छेहरू त्यहीँ गइरहेछ। अब एकछिनमा निस्किन्छन् भेला बाख्रा यस्तरी होइन, त्यही हो एभ्रिवान। आजको दिन सकिसक्यो एभ्रिवान। बित्छ कि मैले कस्टमर हुँदाखेरिको चाहिँ मैले खिच्न सकिनँ, किनभने खिच्न अलिकति मना हुन्छ यहाँको मान्छेहरूलाई, देखाउनु अलि पर्मिसन चाहिन्छ, त्यही भएर है त। त्यही भनेर नि होइन, ऊ मान्छेहरू टन्नै निस्किसक्यो कन्सर्ट हेरेर, टन्नै छन् मान्छेहरू है, टन्नै छन् मान्छेहरू। फाइनल्ली गाइज क्लोज भइसकेको छ हाम्रो आजको यो राइडहरू, हेर्न सक्नुहुन्छ। मैले अघि नै कभर लगाइसकेँ, यो कभर टक्क लगाएर टक्क रेडी भएर बसेँ। अब 6-7 मिनट छ पार्क क्लोज हुनलाई, होइन यस्तै हो गाइज। सबैजनाले हेरेर साथ सपोर्ट गरिदिनु होला होइन, त्यही हो। अब हजुरहरूले साथ सपोर्ट गरिदिनु भयो भने जस डेली भिडियो बनाउने जोस जाँगर आउँछ हजुर एकदम भित्रबाट है। त्यसैले र आजको लागि यति नै। हस् त सबैजनालाई धन्यवाद। उता सोल्टी छ, यस्तो छ हजुर। अब बाई 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 भयो है त। That's all for today everyone. Thank you so much for watching the video. यहाँसम्म जो जतिले हेर्नुभयो हजुर सबैजनालाई धेरै धेरै धन्यवाद छ, र आशा छ हजुरहरूले मन पराइदिनु भयो होइन। आगामी दिनहरूको भिडियोहरूमा पनि साथ सपोर्ट गरिदिनु हुनेछ। आजको लागि भने यति नै है त। गुड नाइट।